हेलो ब्याक टु आवर युट्युब च्यानल साथीहरू। सदा झैँ फेरि पनि म आइसकेकी छु साथीहरू, न्यू डे न्यू भलाका साथ। के छ, म त सन्चै छु, हजुरहरू पनि पक्कै पनि सन्चै हुनुहुन्छ होला। र आज यो मेरो मुकबाङ भिडियो रहेको छ। आज मेरो साथमा छ खानेकुरा साथीहरू, नाम पनि बिर्सिन आँट्यो। यसलाई के अरे, खरबुजा अनि साथमा रहेको छ मोमो। एक प्लेट मोमो छ। मोमो पनि के बनाएको हो यस्तो पसैले, यस्तो पनि मोमो हुन्छ। मोमो छ, एक प्लेट मोमो छ। अनि करेन्ट चाउचाउ छ साथीहरू। मेरो साथमा चाहिँ थोरै छ, चटनी छ, अचार अनि सुप, ये हड्डीसँग सुप छ। के छ आजको मेरो खाजामा खानेकुरा देखिसक्नु भएको छ। हजुरहरूले त खाजा खाइसक्नु भयो होला, नास्ता खाने समय पनि भइसकेको छ साथीहरू। र कति पनि ढिला नगरे म खानातर्फ लाग्छु है त। के बचाउ प्वाङ प्वाङ खाए ल, फर्स्ट प्राइड यस्तो सबै आउँदो रहेछ। यो त प्रिया पहिलो गाँसमै ढुङ्गा लाग्यो भने यस्तो के हो यस्तो पारा। मोमो के मोमो, हातले हो जगाउने यस्तो नि मोमो हुन्छ। मिठो छ। हजुरहरूलाई पनि मोमो नपर्ने, करेन्ट चाउचाउ मन नपर्ने त सायद कमै हुनुहुन्छ होला, होइन? मोमो त जसलाई पनि मनपर्छ, करेन्ट चाउचाउ जसलाई नि मनपर्छ। त्यो पिरो भयो त साथीहरू, पानी खान त पाएँ, पानी पनि गिलास छैन। जगाइदिउँ मैले त गिलासमा खाए होइन जस्तो लाग्थ्यो। मिठो छ। करेन्ट चाउचाउ भनेपछि मन नपर्ने त कुरै भएन। मन नपर्ने को होला, कमेन्ट गर्नु है त। मन पर्ने जतिले पनि कमेन्ट गर्नु, मन नपर्ने जतिले पनि कमेन्ट गर्नु होला। गीतै रहन्छ त। मिठो, एकदम स्वादिलो। अनि साथमा छ सुप। यति मनपर्छ यस्तै खाने हो साथीहरू। अब सक्छ त कसैले यति मिठो खाएपछि अनि ज्यान घट्छ त। अनि म ज्यान घटाउने लक्ष्यमा छु साथीहरू, किनकि म धेरै मोटो भइसकेँ, 82-83 किलो। ज्यान घटाउनेमा छु। अब यत्रो खाएपछि ज्यान त त्यसै घटिहाल्छ, हजुरहरूलाई पनि थाहा छ। यो खानेकुरा खाएपछि ज्यान त आजै घट्छ। यस्तो छ क्या साथीहरू, यहाँ त डाइटिङ गर्ने त वातावरणै छैन के, डाइटिङ गर्ने वातावरणै छैन। डाइटिङ गर्ने वातावरण छैन। पिरो
यो पनि खानुपर्छ ल। यो गर्मीमा यति मिठो हुन्छ कुरै छोड्दैन, यति मिठो छ। खाने बेला फेरि बोल्नु होइन। खानाका सुरुमा कब्रा छरिया थाहा छैन। मिठो साथीहरू करेन्ट सक्छ, अति मिठो, मलाई मनपर्छ। करेन्ट चाउर खाइसक्यो ल, पानी पनि पिइदिउँ न। अब लाग्छु मोमोतर्फ। मोमो साथीहरू के खाएको मोमो हो यो? मोमो मोमो पनि भ्याइयो, खाँदा खाँदा भोक पनि लागेको थियो, खाएको पत्तै पाइएन। अब खाने हो सुप। अब खाने साथीहरू सुप, मलाई मनपर्ने, एकदम मनपर्छ। कता है ठ्याक्क न ठुक्क हड्डी। वाउ, हड्डी सुन्छ हो, कति दामी छ।
मिठो। बफ मोमो है साथीहरू, यो भन्न बिर्सेछु, बफ मोमो। सुप, बफ, बफ मोमो। लास्टमा त यस्तो हो। अब खाएको पत्तै लागेन, भोक लाग्थ्यो। 2 PM साउस, अरे करेन्ट साउस, मोमो, सुप सब फिनिस भइसक्यो साथीहरू। खाएको पत्ता पनि पाइएन, मिठो थियो। हजुरहरूलाई पनि मिठै लाग्छ। मोमो मिठो नमान्ने त को छ र, होइन? सबैजनाले यिनी खाम है त। नाउरो पानी आयो, कसो अड्ड्याउ खाने हो। गेरासेरा भिटामिन हुन्छ। ल साथीहरू, आजको खानेकुरा मैले सबै फिनिस पारिसकेको छु। अब थोरै यही मात्रै रह्यो। मैले यो धेरै खान सक्दैन, होइन? किनकि 2-3टा खाइसकेँ, धेरै खान सक्दैन। साथीहरू, यो मेरो आजको भिडियो हजुरहरूलाई कस्तो लाग्छ? जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव दिनुहोला। र मेरो च्यानलमा हजुरहरू नयाँ हुनुहुन्छ भने लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गर्न कति पनि कन्जुस नमानिकन ल सब्सक्राइब गरिदिनु होला भन्दै साथीहरू, आजको भिडियो यहीँ एन्ड गर्दै फेरि नेक्स्ट भिडियोमा भेट्ने बाचाका साथ म आजलाई छुट्टिन्छु है त। सम्पूर्णलाई धन्यवाद। बाई।